हेलो एभ्री गाइज वेलकम टु माई भ्लग होइन आज पनि तपाईँहरूको साथमा म आइसकेको छु होइन म चाहिँ रुपेश भुजेल अनि मेरो साथमा छ भुवन होइन आज पनि सो हामी सबै दुवैजना सन्चै छौँ तपाईँहरू पनि सन्चै हुनुहुन्छ भन्ने आशा राख्दछु अनि यताबाट जाऊँ न यसै गरी दिनदिनैको भ्लग हामी सो आज पनि हामी चाहिँ घाम पनि दामी लगाइरहेछ होइन चडक्क घाम लगाइरहेछ अनि 36 डिग्रीको उसमा सो अनि त्यसपछि म चाहिँ खास चाहिँ काममा गएर आएको थियो अनि अब काममा गएर आएर चाहिँ सुत्छु कि भन्ने सोचिरहेको थियो अनि खानासाना बनाएर खायो टक्क तर निन चाहिँ फेरि त्यस्तै भइदियो क्या घाम टक्क लगाइरहेछ त्यो कारणले नै होला सायद अनि यसो बाहिरतिर गइदिउँ न त अब घाम पनि लगाइरहेछ माहौल बाहिरको बुझिदिउँ भनेर हामी दुवैजना चाहिँ रेडी भएर निस्किसकेको छौँ अब हेर्न सक्नुहुन्छ तपाईँहरू अब हाम्रो प्लान चाहिँ धेरै बाहिर भन्नाले धेरै टाढा जाने प्लान त होइन यहीँ हाम्रो घरबाट नजिकै चाहिँ एउटा पार्क छ सो अनि त्यो पार्कसम्म यसो गइदिउँ कि भनेर सोचिरहेछौँ अनि यहाँ छ भिड्रक यहाँनिर चाहिँ फेरि भित्र सब खास चाहिँ यो कुसुरी हो नि त अनि औषधिहरू पनि पाउँछ यहाँ त्यही हो होइन यहाँबाट चाहिँ अब हामी रोड क्रस गर्नुपर्ने हुन्छ यहाँबाट सटल आएर ल यहाँ चाहिँ फेरि जापानमा चाहिँ फेरि कडा हो क्या मान्छे आउने बित्तिकै टक्क गाडी साडी त दाइहरू आएपछि त टक्क रोकिहाल्नु अगाडि चाहिँ हामीलाई फेरि प्राइभेसी हुन्छ क्या खासमा जापानमा चाहिँ हिँडिरहेको प्राइभेसी चाहिँ के प्राइभेसी हुन्छ के को प्राइभेसी हुन्छ त्यही हो ओइ फुल पनि बवाल फुल्या रहेछ क्या कडा हो नि प्रायोरिटी हुन्छ प्राइभेसी हुन्छ के अरे प्रायोरिटी कसले पायो रोटी पायो रोटी सो त्यही हो पायो रोटी हुन्छ अरे प्राइभेसी हुन्छ प्राइभेसी मैले हिजोको भ्लगमा पनि भनेको थिएँ होइन सो मलाई इङ्ग्लिस आउँदैन भनेर अहिले आएर खोजिस् त अनि टक्क मौसम यहाँ त शीतल हावा चलिरहेको रहेछ बाहिर हिँड्नु ठिक रहेछ क्या हावा टक्क चलिरहेछ हामी त्यत्तिकै घरमा बसिरहेछौँ एसीको हावाले गाँडा मस्त फेरि टी गर्नुपर्छ होइन पुरै छैन होइन एसीको हावाले धेरै नै ज्यानहरू पनि दुख्दो रहेछ अलिकति सर्र हावा आएर हुन्छ नि त अनि फेरि अगाडिपट्टि मस्त मान्छेहरू आइरहेछ दामी दामी गाडीहरू पनि देख्न सक्नुहुन्छ त्यही होइन अनि मेरो चाहिँ त्यस्तै छ हालत सो अब हामी जानु लागेको चाहिँ यो पार्क हो खासमा यो पार्कको नाम हो चिकुसा पार्क लड्की देखाउन खोजेको त होइन देखिहाल्यो सरी गाइस होइन चिकुसा पार्क अब हामी जानु लागेको छौँ चिकुसा पार्क अब हेर्न सक्नुहुन्छ मेरो दाइको सुरुको रियाक्सन चाहिँ यसमा बवाल थियो क्या सो अब हेर्न सक्नुहुन्छ चिकुसा पार्कमा चाहिँ के छ त होइन आज चाहिँ म तपाईँहरूलाई देखाउँदैछु जापानको एउटा सामान्य पार्कमा के कस्तो सुविधाहरू देखिन सकिन्छ त होइन फ्री पार्कमा होइन फ्री पार्क सो के कस्तो सुविधाहरू देख्न सकिन्छ जापानमा एउटा पार्क चाहिँ कस्तो हुन्छ भन्ने कुराहरू पनि यहाँ देखाउन चाहन्छु अब कतिपय पार्क योभन्दा राम्रो पनि हुन्छ कतिपय हल्का अब त्यस्तै त्यस्तै पनि हुन्छ यहाँनिर चाहिँ छ सर्लक्क होइन हरियाली मस्त छ यो पार्कमा चाहिँ सो अनि अहिले चाहिँ यहाँनिर ग्राउन्ड पनि छ मान्छेहरू खेलिरहेको पनि हुन्छ अनि त्यही हो यो पार्कमा चाहिँ हामी चाहिँ घरबाट नजिकै भएको कारणले आइरहेकै हुन्छौँ क्या त्यही भएर होइन आज पनि यसो निन लागेको थिएन नि त अब बेलुका पनि काम त छ तर अब गएको एसएमई छ नि त र फेरि स्कुल एसएमई छ नि त त्यो कारणले गर्दाखेरि ठिकै छ अब यसो बाहिरतिर जाउँ हावा खाइदिउँ भनेर सोचेर क्या त्यही भएर टक्क आएको छौँ होइन यहाँ हेर्न सक्नुहुन्छ दामी हरियाली छ क्या अहिले चाहिँ फेरि यो पार्कमा मस्त हरियाली छ क्या दामी होइन आकाश पनि क्या दामी भइरहेछ सो लाग्ला र त्यसलाई
यो किरालाई चाहिँ झार्ने कोसिस गर्दैछ भुवनले तर असम्भव सो स्याड असम्भव सो झार्न सकेन अब अरू चाहिँ झार्न सक्थ्यो होला सायद अलिकति ठुलो चराहरू भइदिएको भए चाहिँ त्यो तिम्रो उहाँको मार्ने के अरे गुलेली त्यो चराको नाम ए कालिज काली हो त्यसलाई कालिज भएको भए चाहिँ भुवनले झारिदिन सक्थ्यो अनि यहाँ चाहिँ टक्क घाम लागेको बेलामा बस्ने ठाउँ पनि छ होइन यहाँनिर टक्क बस्ने यसो गर्लफ्रेन्ड बोयफ्रेन्ड छ भने टक्क यहाँ बस्दा नि भयो आफ्नो खुसी हो जहाँ बस्न सक्नुहुन्छ जतासुकै होइन अनि यस्तो हुन्छ फेरि जापानमा पानी चाहिँ होइन पानी खाने ठाउँ हुन्छ सर्ट लाएर अनि यसलाई ट्याक्क यसरी खोलिसकेपछि पानी आउँछ सो गाइज अहिले चाहिँ पानी छैन यसरी पानी आउँछ हेर्न सक्नुहुन्छ अब खाएर पनि देखाइदिन्छु म हेर्नु होइन यसरी अलिक ठुलै भयो क्या यसरी हो क्या खाने चाहिँ फेरि पानी खाने चाहिँ सो यसरी खान सक्नुहुन्छ होइन यो चाहिँ धेरै नै ठुलो जान्छ क्या कतिसम्म जाँदो रहेछ हेरौँ न आज होइन ओ सेट यति माथिसम्म पुग्दो रहेछ जस्तो गर्मीमा त टक्क आएर भिज्न पनि दामी हुँदो रहेछ यार यस्तो घाम लागेको हुन्छ अनि टक्क पानी सानी खाँदा हुन्छ क्या त्यही हो होइन कहाँ नुहाउने ठाउँ त होइन क्या तर गर्मी लागेको बेलामा टक्क भिज्नलाई हुँदो रहेछ क्या टक्क यस्तो गऱ्यो ठुलो बनायो यसलाई अनि टक्क यहाँ आयो बबाल पानी यहाँ त आइरहेछ यार यस्तो आइरहेछ क्या पानी यस्तो मस्त पानी आउँछ होइन यस्तो चाहिँ गरेर नमिल्थ्यो कि मिल्थ्यो होला गर्मी भएपछि त मिल्दैन नि आफ्नै त सार्वजनिक पानी मिलेको नि त्यति गर्न त सो हामी चाहिँ त्यो पानीबाट चाहिँ हल्का पानी खेलेर चाहिँ निस्किसकेको छ गर्मी पनि भइरहेको थियो अनि पानी खेलेर शीतल शीतल पनि भइहाल्यो अनि फेरि यहाँ पनि यहाँ त शीतलै छ क्या आनन्दले रुखहरू छ त्यो कारणले गर्दाखेरि शीतलै छ यो उयो के फल रहेछ यार ए होइन होइन खानेकुरा त होइन होला तर मस्त फलाएको छ क्या हेर्न सक्नुहुन्छ यहाँ के हो यो यार आलु बाख्रा जस्तो छ त भुवन के हो यार यहाँ रहेछ सो यो चाहिँ के हो होइन टक्क हेर्न सक्नुहुन्छ यस्तो छ साइकलको बाटोमा अरू के भनौँ त्यही हो होइन होइन त्यही हो यहाँ चाहिँ ग्राउन्ड ठुलो छ क्या यहाँ चाहिँ अनि मान्छेहरू आएर बसिरहेको हुन्छ खेलिरहेको हुन्छ भनौँ न गेमहरू खेल्नलाई सो अनि मैले अघि भनेको चाहिँ के सुविधा पाउन सक्नुहुन्छ त भनेर एउटा सामान्य पार्कमा चाहिँ तर जापानमा चाहिँ प्रायः पार्कतिर चाहिँ होइन टोइलेटको चाहिँ सुविधा हुन्छ क्या अब नेपालतिर त पार्क त्यति साह्रो पनि हुँदैन पार्क हुन्छ पार्कमा पनि टोइलेट जानु पऱ्यो भने 5 रुपियाँ तिरेर जानु पर्छ 5 रुपियाँ तिरेर जानुपर्ने अब समस्याहरू होइन जता पायो त्यता झाडी साडी देख्यो भने त्यहीँनिर हालिदिने त्यस्तो पनि हुन्छ सो जापानमा चाहिँ त्यस्तो हुँदैन है यहाँनिर चाहिँ अब टोइलेट निर्माण भएको छ यहाँ छ टोइलेट होइन अत्याधिक सुविधा यस्तो छ अब हेर्न सक्नुहुन्छ टोइलेट देखाइदिने हो पब्लिक भन्दा नि अब हेर्न सक्नुहुन्छ यो पब्लिकली टोइलेट हो क्या यो टोइलेट चाहिँ जसले पनि युज गर्न मिल्छ एउटा पार्कमा राखेको टोइलेट हो सो होइन अनि यो चाहिँ बोइज टोइलेट भयो यो चाहिँ यस्तो हुन्छ होइन पार्कको टोइलेट चाहिँ यस्तो छ सो गाइज पार्कको यो पब्लिकली टोइलेट हो है पब्लिकली टोइलेट नै यस्तो छ भनेपछि सोच्नु होला हाम्रो घर आएपछि युज हुने टोइलेट कस्तो छ होला होइन यो हेर्न सक्नुहुन्छ टिलिक्क टल्किरहेको छ क्या यस्तो छ सो यो पार्कको लागि बनाएको टोइलेट हो पब्लिक टोइलेट हो होइन उठाएर चलाउँदा पनि मिल्यो है समस्या भएन के जति महँगो साइकलहरू पनि तपाईँ देख्न सक्नुहुन्छ यसरी नै राखेको हुन्छ अब त्यो उठायो चलायो आफ्नो त्यो इन्जोय गर्यो होइन त्यो टाइपको ल्याएर राखिदियो मतलबै हुँदैन जापान जस्तो ठाउँ अब विदेश भनेको अनि जसले पनि यसरी साइकल चलाउन सक्नुहुन्छ सो त्यही हो है यहाँ चाहिँ गेम हुन लागिरहेको छ के को गेम हो सायद होइन मान्छेहरू ट्याक्क बसिरहेछ
अब हेरौँ। तर जे भए पनि यिनीहरूले यति गर्मीमा गेम खेले पनि कालो चाहिँ हुँदैन नि हुँदैन कालो त त्यसै हुँदैन यिनीहरू जन्मजातै सेतो भएर होला सायद। यहाँनिर चाहिँ काफलहरू पनि पाउँछ क्या तर अलि अहिले चाहिँ छैन अब सिजन छैन भनौँ न। तर यो फल चाहिँ के हो जस्तै फलेछ क्या भुवन हेरिरहेको छु म। मलाई सोचेर झन्नै हानिदिएको होइन त यो मैले अहिले मस्तै फलेको छ क्या म हेरिरहेको छु। खान मिल्ने हो भने त हामीले के को बाँकी राख्थ्यो होला र। तर यहाँनिर के भनेको रहेछ कहाँनिर थिएन हो कुन चाहिँ पुरानो टोइलेट हो क्या अहिले भत्काउन लागेको क्या। सो पुरानो टोइलेट होला त्यो चाहिँ अहिले भत्काउन लागे जस्तो लागिरहेछ। अब त्यो त अहिले मैले देखाइसकेँ नि त नयाँ टोइलेट। अनि यस्तो हुन्छ होइन धारा चाहिँ ठाउँ ठाउँमा टकटक धारा राखिदिरहेको हुन्छ। यहाँनिर आउन सक्नुहुन्छ। मेरो हल्का खुट्टा बालुवा भयो क्या अनि त्यही कारणले गर्दाखेरि हल्का खुट्टा धुन्छु भनेको। ए यसको तलपट्टि रहेछ नि त सो यस्तो हुन्छ पानी यताबाट यहाँ पनि ऐको जस्तै धारा छ। पानी ओ माथि माथि पुग्छ क्या फेरि। बालुवा त परिहाल्छ कि खुट्टामा। बालुवा छ पुरै। यता सिमेन्ट भएको ठाउँ पनि छ छन चाहिँ तर बालुवा भएको ठाउँ छ नि त खास चाहिँ। सो बालुवाहरू धेरै छ। खेल्न मनोरञ्जन गर्न चाहिँ ठुलो छ कि यो पार्क जो दामी हुन्छ क्या। मान्छेहरू आइरहेको हुन्छ भुलिरहेको हुन्छ जतासुकै बस्न सकिन्छ टक्क यस्तो हुन्छ होइन। त्यही हो अब यो दुबो रोपे जत्तिकै छ क्या मस्त छ यार। तर दुबो पनि यार यसरी नै बस्न सक्नुहुन्छ होइन आरामले बस्ने हो। अब हामीले यो पनि एउटा जस्तो त्यो अब हामीले यो माल चाहिँ तर टेस्ट गरी हेर्नुपर्ने हुन्छ। नखाउन हो जे पाइदिए त हल्का टर्रो छ होइन गुलियो खाने माल चाहिँ नहुन पनि सक्छ। म मऱ्यो भने यतिकै हेर्दै तर मर्दैन होला यति खाँदा मलाई जहाँसम्म लाग्छ सो होइन। जे पाइदिए मुखमा हाल्नु त भएन नि त अलिक। तर धेरै नै टर्रो छ क्या मुखलाई ट्याक्क बन्दी गराउने खालको छ क्या। खाने माल त होइन होला होइन। यिनीहरू त खाने माल पनि छोडेका हुन्छन् त्यतिकै भनेर। ओहो यसले त घाँटीलाई कस्तो काफलको रुखेर कस्तो चिया जान्दो रहेछ यार। त्यो गाइस त्यो चाहिँ खानेकुरा चाहिँ होइन होला होइन। के कुरा हो खाना चाहिँ नहुने कुरा रहेछ क्या अरे। मैले चाहिँ एक खाइदिएँ एउटा बाइट हानिदिएँ। तर यो चाहिँ तपाईँहरू चाहिँ यस्तो जे देख्नुहुन्छ त्यसलाई चाहिँ नखाइदिनु होला होइन। किन भन्दाखेरि यो खाना नहुने चिजहरू पनि हुनसक्छ। धेरै नै फलेछ क्या यो सायद खाना नहुने चिज भएर नै बाँकी बस्यो होला। नत्र भने यस्तो पब्लिक प्लेसमा फेरि खाना नहुने चिज भयो यिनीहरूले रोप्छ किन मान्छे मर्ने चिज भएको। यस्तो कुरो होइन यिनीहरूले हरियाली बचाउन खोजे मात्रै हो। यिनीहरूलाई के मतलब त यो रुख अनि यही रुख रोप्नुपर्ने जरुरत के छ किनभने यो रुख तिमीले हेर्दै जाऊ होइन यो रुख डाँट हुन्छ सुक्छ होइन पात झरेर सबै यो रुख यस्तै रहन्छ फेरि अहिले आएर पलाउन थाल्छ क्या। यसको त फेरि दुईटा फाइदा छ नि त यस्तो दामी पर्दैन क्या। त्यही भएर होला सायद यो रुख आएदेखि त हामीले काटेको छैन यिनीहरू हेर न। भनेपछि यो फल चाहिँ खाना नहुने फलहरू हुनसक्छ तर जापान जस्तो टेक्नोलोजी देशमा यो फल नफल्ने खालको कुनै औषधिहरू हाल्दै भइहाल्थ्यो। त्यो कुरो पनि हो भने त खाना हुने चिज फल जब पाए त्यसले यसरी खाने होइन भन्ने हो भइहाल्छ नि उनीहरूलाई। सो मेरो चप्पलमा बालुवा भइसकेको छ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ पुरै बालुवा छ नि त त्यही कारणले नै हो। बन्जर जमिन पऱ्यो नि त यो त। त्यही हो होइन यस्तै छ जापानको पार्क चाहिँ। यहाँ सुत्न पनि सक्नुहुन्छ आनन्दले। घरमा यदि तपाईँहरूलाई निन लाग्दैन भने यहाँ आएर सुत्न सक्नुहुन्छ रुखको छहरीमा चौतारीमा। नेपालमा चौतारीमा बसे जस्तो आनन्द लियो होइन। सुन न किराहरूको आवाज प्लस अलार्म लागेको होइन किराहरूको आवाज किरकिर गराएको हुन्छ होइन। त्यही हो डिस्टर्ब हुन्छ। कसैलाई फेरि किराहरूको आवाज मस्त मनपर्छ नि फेरि। तर यसले चाहिँ मलाई घाँटी हल्का पानी पिएर आउँछ कस्तो फिल गरायो। यस्तो म पानी पिएरै आउनु पर्ने हुन्छ किन भन्दाखेरि म भ्लग बनाउँदा जे पनि हुनसक्छ होइन। म भिडियो बनाउँदा जे पनि हुनसक्छ। मैले यदि पानी पिएन भने त्यो पानी पिउनै पर्ने हुन्छ। म पानी पिउनको लागि हिँडिरहेको छु। यहाँ चाहिँ पानी चाहिँ जहाँ पनि पिउन सक्नुहुन्छ क्या
हाम्रो पशुपतिको जङ्गलमा पनि छैन यार यतिको यार सुविधा। यहाँनिर यति सामान्य पार्कमा पनि यति सुविधाहरू भइन्छ क्या। तर यो अहिले मैले नखानु थियो क्या, मलाई अहिले चाहिँ पश्चाताप भइरहेछ सो होइन। अहिलेको जसरी मैले पानी खानु लगाइरहेको छु यसरी। मैले पानी खाइसकेको छु, हेर्न सक्नुहुन्छ। यहाँ पनि ठुलो यो चाहिँ कति माछा पुग्दो रहेछ हेर्नु न। सो गाइज हामी चाहिँ पार्कबाट फर्किसकेको छौँ होइन, अनि भुवन पनि मेरो साथमै छ। सो अब देख्न सक्नुहुन्छ अब पार्कहरू के कस्तो छ कमेन्ट गरिदिनु होला होइन। सो त्यही हो, अनि अब नेक्स्ट टाइम फेरि भेटौँला अर्को भिडियोमा। हामी तपाईँलाई नयाँ चिजहरू देखाउने नै छौँ भन्ने आशा राख्दछु नेक्स्ट टाइम। ओके।